आज चाहिँ बिहानै उठेर बुट्टाबारीतिर गएको त कहाँबाट उछिटिएर फुलै फुल भएको ठाउँमा पुगिएछ। मलाई चाहिँ भित्रैबाट जापान कोरियातिर पो छु कि जस्तो पनि लागिरहेको थियो। तर साइडमा आन्टीलाई देखेर थाहा भयो म त नेपालमै रहेछु। नेपालमा नि यस्तो दामी दामी फुलहरू देख्दा चाहिँ एकदम विदेशको जस्तै लागिरहेको थियो, एकदम बबाल लागिरहेको थियो। बिहान बिहानै भएर होला भिडियोमा चाहिँ खासै राम्रो देखिरहेको थिएन, तर त्यहीँ गएर हेर्दा चाहिँ एकदमै दामी थियो। तपाईँहरू पनि टिकटक फोटो सोटो खिच्नु छ भने चाहिँ आउँदा हुन्छ है। लोकेसन चाहिँ ठ्याक्कै देउनिया खोलाको मास्तिरपट्टि। हामीले फोटो भिडियो भएभरको सबै बनायौँ। त्यस पछाडि गुट्टुङ टुङ 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 कुदेर पुगे बाइक भएको ठाउँमा अनि लागे आन्टीकोतिर। आन्टीकोमा चाहिँ कोही पनि हुनु नरहेछ, मात्र एउटा क्युट पप्पी थियो। मान्छे नभएको मौकामा अघि आन्टीले चाहिँ लामो हात गर्न भ्याइसक्नु भएछ। म पनि आन्टीकै छोरा हो भनेर म चाहिँ के कम भनेर मैले पनि लामो हात गर्न भ्याइसकेँ, मतलब चोर्न भ्याइसकेँ। आरु टिपेको त पल्लोपट्टि लिची पनि देखिहाले अनि टपक टपक त्यसलाई पनि टिप्दिहालेको। धेरै चाहिँ होइन है, एउटा आरु र दुईटा लिची मात्रै हो। टक्कर क्वाप्पा खाइदिएको त आमामा एकदमै दामी थियो, अमिलो अमिलो गुलियो गुलियो टाइपको क्या। यता चाहिँ हाम्रो दुईटा बहिनीहरू खोइ कुन गीतमा हो ढुकचुक 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 गर्दै नाचिरहेको थियो। अहिले चाहिँ खाजा खानु आएको, चक्क बसेको मात्रै थियो, अघि चाउमिन आइसकेछ, मोमो पनि आइहालेछ। मैले पनि दुईटालाई एकैचोटि क्वाप पारिदिइहालेँ। अनि यो चाहिँ मेरो आजको दिनभरिको काम। ट्विन्स वाला बोर्ड बनाए, दुईटा टक्क लाएर चट्ट पाराले एकदमै दामी 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 बबाल देखिरहेको। काम सकेर चाहिँ हाम्रो वान एन्ड वान लेजेन्डरी ब्लगर मिस्टर एमआरबी ब्लगको ब्लग आएको रहेछ अनि मैले चाहिँ टक्क लाएर हेर्न थालेँ। एमआरबी दाइको ब्लग चाहिँ मलाई एकदमै दामी, एकदमै बबाल अनि एकदमै खतरा पनि लाग्छ है त।